हाई वेलकम छ हजुरहरूलाई हाम्रो एनबी फ्यामिलीमा। आज पनि फेरि पनि हामीले च्यालेन्जिङ गेम लिएर हजुरहरूको सामुने उपस्थित भएको छौँ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल हेर्नु, अब योसँग भिड्ने हो, म भिड्ने हो कि उसको भिनाजु भिड्ने हो त्यो चाहिँ थाहा छैन। अब हेर्नु होला, ऊ चाहिँ यहाँ रेडी हुनलाई चाहिँ मेकअप सेकअप नै गरेर हो त हो। ल अब के च्यालेन्ज लिएर चाहिँ हजुरहरू सामने हामी उपस्थित भएको छौँ भने माथि किचनतिर पनि लैजान्छु है त एकचोटि। ल अब यहाँ हेर्नु त, अन्डा उसिनिरहेको छौँ। अन्डा चाहिँ हामीले चाहिँ च्यालेन्जमा राख्ने भएका छौँ। अब अहिलेसम्म अन्डा खाएर ट्राई त गरेको छैन। अब कतिवटा खान सकिन्छ टाइम राखेर खानेछौँ। हेर्नु होला कसले जित्नेछ। यो चाहिँ उम्लिरहेको छ। यो चाहिँ मेरो आजको डेकोरेसन हेर्नु न, कति राम्रो देखेको छ। बहिनीले लिएर आएको थियो, भदैनी बहिनीले। अब किन फाल्नु भनेर अब यसरी मैले चाहिँ गमलामा नै डेकोरेसन गरिदिएँ। हेर्नु त कति राम्रो देखाएको छ। हजुरहरू पनि गर्न सक्नुहुन्छ। यहाँ अर्को पनि छ, निकै राम्रो देख्दो रहेछ। ल अन्डा पनि पाकेर रेडी भयो। अब यसलाई चाहिँ छोडाउँछु। ल अन्डा उसिनेर पनि रेडी भइसक्यो। यहाँ 15वटा अन्डा छ। अब यो रानी निस्किया भएर चाहिँ अब 14वटा मात्रै हुन्छ। यसलाई चाहिँ पहिला नै अब खाइन्छ कि लास्टमा खाइन्छ हेरौँ। अब म चाहिँ नखेल्ने भएँ। अब भिनाजुसँग नै च्यालेन्ज भयो उसको। आउँदै हुनुहुन्छ खेलाडीहरू। यहाँ टाइम सुरु भइसक्यो। अघि नै मैले त यहाँ भिडियो अन गर्नै पो बिर्सिछु। अन्डा पनि सकिसक्यो। ल अब 1 मिनट चान्चुन चाहिँ गइसक्यो। ए बच्चा रोएर डिस्टर्ब भयो। अब खै अब स्टार्ट गर फेरि। अघि बच्चा रोएर डिस्टर्ब भएको भएर फेरि सुरु गरेको। 5वटा सकिसक्यो भिनाजुको। उसको चाहिँ छैन, अझै बाँकी छ। ए म त खान नसक्ने भएको भएर मैले चाहिँ भाग नलिएको। हेर्नु न, फुच्चे रोएर डिस्टर्ब भइसक्यो। खिच्ने वातावरणै छैन, के गर्नु। त्यही भएको भएर अघि सुरुको पनि खिच्नै बिर्सिछु मैले त। अब स्टप चाहिँ मुखमै छ। हजुरले कतिवटा खानुभयो? 7वटा। आमामा 7वटा खाइसक्नु भयो। तिम्रो 4वटा। त्यही पनि मुखैमा बाँकी छ होइन। ल ल अब हजुरहरूलाई चाहिँ अब हजुरहरूलाई चाहिँ हल्का तितो तितो जस्तो कस्तो, त्यसपछि चाहिँ यसको टेस्ट हराउन थाल्यो क्या। हाम्रो त बच्चाले पनि डिस्टर्ब गर्यो। सुरुमा मैले खिच्न टाइम स्टार्ट गरिसकेपछि खिच्न पनि बिर्सिछु। अब यो पालि यस्तो नै भयो। अब अर्कोचोटि चाहिँ राम्रो खिचौँला, अझ तयारीका साथ आउँला। हेर्नु न, उहाँ बेबीले डिस्टर्ब गर्यो हामीलाई, हामीले खिच्न सकेनौँ। अनि त्यही भएको भएर अब अर्कोचोटि चाहिँ फेरि राम्रोसँग खिचौँला भन्दै यो च्यालेन्ज भ्लगबाट बिदा चाहन्छु। बाई बाई।